মই বিশেষকৈ নেপালী ভাষাত কবিতা আবৃত্তি কৰিবলৈ গৈ আছোঁ, য'ত নেকি আজিৰ সময় যেনেকুৱা সন্ত্ৰাস আৰু বিভীষিকাত পাৰ হৈ আছে, তেনেধৰণে য'ত নেকি সকলো ৰাষ্ট্ৰীয় ভূমি আছে, সেই ক্ষেত্ৰত মই অন্তৰ্ধ্বনি নামে এটা কবিতা মই লিখিছিলোঁ। গতিকে মোৰ কবিতাৰ শিৰোনাম अन्तर्ध्वनि। हैकम र सत्ताको प्रतिस्पर्धामा गोला बारुद भई यमराज जन्मेको छ। निरी मानवका अनाथहरू एउटै बमभित्र कति लुकी बसेका छ। परमाणु न्युक्लियरको बीच पनि सबै राष्ट्रले हुर्काइसकेको छ आफ्नैलाई बन्जर बनाउने औजारहरू तयार पार्दैछ आफ्नैलाई। सुपर पावर बन्ने होडमा गिज्जाउँदैछ एक अर्कालाई पनि प्रतिबन्धकको गरेटामा सधैँ फैलाउँदैछ विध्वंसको अस्त्रहरू पनि। महासमर हिंसाको रणभूमिमा अत्याचार र धर्षणको महत्त्व हुन्न। त्रासितहरूले जीवनको भिक्षा माग्छ, त्यो बेला जीवनभन्दा इज्जत कहिले बढी हुन्न। भोकमारी रोग र त्रासहरू गिजाउँदै फैलिन्छ चारैतिर। आकांक्षीहरूका सपनाहरू पीडा बनी कहालिन्छ सबैतिर। जीवश्रेष्ठ मानवको अपेक्षाहरू मुर्झाएर भौतारिन्छ चारैतिर। ढुङ्गे मुटुमा पनि प्रहार गर्छ अतीतको पीडाले सबैतिर। किनकि आज मानव मुटु बिनाको रोबोट बनिएको छ। आत्मीयता र आत्मोत्सर्गको भावना मुर्झाएर मरुस्थल भइसकेको छ। कठै अब कसले सिंह र मानवको अन्तर्ध्वनि गुन्जनमान त्रासिक शब्दहरूको कर्णभेदन गर्नु सक्छन् र आजको साङ्गुरीको हृदय बोक्ने मानवको। धन्यवाद। अरू एउटा म कविता जहाँ शिष्टाचार संस्कार र समृद्धिको केही मोल छैन, यहाँ त मानवको निर्मल भावनालाई हत्या गरी त्वचा र सम्पत्तिको तुजुकले तुण्ड चलाउने अनियन्त्रित अभिमानी व्यापारीहरूको झुन्ड रहेछ। यहाँ त अस्तित्व र अस्मिताको घडेरी भल्की विध्वंसको बिगुल फुकिसकेछ। बुबा, मैले तपाईँको आशीर्वादको लाज राख्न सकिनँ। तपाईँले दिएको प्रेरणा र उपदेशको लोकार्पण गर्ने सैव मञ्च नै भेटिन। जाति, भाषा, संस्कार, संस्कृतिलाई सेवा गर्ने तपाईँको प्रेरणाको अमूल्य सम्पदा बोकेर म अघि बढ्दा सुस्तरी सुस्तरी आफन्तले नै विडम्बनाको पर्खाल उठाए खुट्टा तान्ने रहेछ। हिमाल जस्तो पवित्र मन र क्षितिजभन्दा फराकिलो हृदय फैलाएर पनि मैले कसैलाई अटाउन सकिनँ बुबा। किनकि यहाँ त मेरो मन र हृदयभन्दा ठुला ठुला स्वार्थ बोक्ने स्वार्थन्धले हैकम चलाउँदो रहेछ। आफ्नो अपेक्षालाई तिरञ्जली दिएर व्यवस्थामा पञ्चायत कर्मेन्द्रिय पनि मोल गर्ने रहेछ। सत्य र शान्तिलाई पनि स्वार्थको प्रहारले घाइते पारी असेत र अशान्तिको बिउ हुर्काइसकेको छ बुबा। भ्रष्टाचार, दुर्नीति, हिंसा, हत्या र धर्षण जस्ता निःशुल्क विषहरू पनि सबै मनलाई उडाइसकेको छ बुबा। अब उराट लाग्दो मेरो जिन्दगीको यस कहानी लाग्दो अन्यलको भोगरीमा केही काम लागेन। तपाईँले छोडेको यो उपदेशको थैला पनि मुर्झाएर सानो हुँदैछ। मैले तपाईँको लाज राख्न सकिनँ बुबा। थैलोको अमूल्य सम्पदा कसैलाई बाँड्न पनि सकिनँ। संरक्षण, सुरक्षा र समृद्धिको लडाइँमा म त थाकिसकेँ। धन्यवाद।